नमस्ते, म सगरमाथा मार्बल हाउस मूलपानी चोक सुर्खेतबाट बोल्दैछु। तपाईँ घर बनाउँदै हुनुहुन्छ कि बनाइसक्नुभयो? यदि बनाइसक्नुभयो भने टाइल, मार्बल, ग्रेनाइटहरू हालेर सोच त बनाउनु भएको होला पक्कै पनि। यदि त्यस्तो सोच बनाउनु भएको छ भने हजुर सुर्खेत भ्यालीभन्दा भित्रैबाट नै हुनुहुन्छ भने त धेरै राम्रो भयो। जस्तै सुर्खेत भ्यालीभन्दा बाहिरको लागि जस्तै जहरे, मेलकुना, छिन्चु, बड्डीचौर, बाब्याचौर, पञ्चपुरी र दैलेखबाट पनि हुनुहुन्छ भने चाहिँ अब चिन्ता नलिनुहोस्। तपाईँ जुन ठाउँमा हुनुहुन्छ त्यही ठाउँमै पाउनुहुन्छ। तपाईँले एकदम बेस्ट क्वालिटी कचेरियाको, नेपोभिटको टाइल्सहरू, त्यसै गरेर विभिन्न कलरमा ग्रेनाइटहरू तपाईँले अब आफ्नै ठाउँमा पाउनुहुनेछ। किनभने सगरमाथा मार्बल हाउसले मैले जति नामहरू भने त्यो ठाउँमा पनि हाम्रो शाखाहरू भइसकेको छ। तपाईँहरूले आफ्नै ठाउँबाट एकदम राम्रोसँग छानेर सेवा लिन सक्नुहुन्छ। तपाईँको सेवाको लागि सगरमाथा मार्बल हाउसले विभिन्न ठाउँहरूमा शाखा खोलिसकेको छ। सुर्खेतमै हुनुहुन्छ भने पनि हाम्रो मूलपानी चोकमा रहेको सगरमाथा मार्बल हाउस कचेरिया सोरुम भिजिट गर्नुहोला, अथवा एरी चोकमा पनि हाम्रो न्यू सगरमाथा सप्लाई स्टाइल मार्बल पसल भिजिट गर्नुहोला। तपाईँहरूलाई चाहिएको डिजाइन एकदम राम्रो डिजाइन जस्तै ग्रेनाइटहरू, मार्बलहरू, टाइल्सहरू तपाईँहरूले नेपालगञ्जकै रेटमा अब सुर्खेतमा पनि पाउनुहुनेछ। एकछिन एउटा कुरा मुख्य भन्ने बाँकी छ। प्राय व्यापारीहरू त अब तपाईँले सुर्खेतमा घर बनाइरहँदा धेरैजना व्यापारीहरू तपाईँको घरमै पुगेर ल हजुर हाम्रो चाहिँ टाइल मार्बल पसल छ, हामी होलसेल दिन्छौँ भनेर तपाईँले धेरैजना व्यापारीलाई भनिसक्नु भएको छ होला। होसियार, उहाँहरू व्यापारी होइन, उहाँहरू ठगहरू हो। ठगहरूबाट बस्नु होला। सबैभन्दा पहिला चाहिँ एक नम्बर क्वालिटी एकदम राम्रो माल तपाईँले हामी दिँदैछौँ भनेर तपाईँहरूलाई फसाउने, तपाईँलाई चाहिएको ग्रेनाइटभन्दा कम ग्रेनाइट पठाउने, बिल चाहिँ तपाईँलाई भनेकैमा बिल काट्ने, बढाएर बिल काट्ने तर सामान घटाएर पठाउने, टाइल फुटेका पठाउने, फुटेको टाइल फिर्ता नलिदिने, डेलिभरी फ्री हुन्छ भन्ने डेलिभरी चार्ज जोडिदिने जस्ता समस्याहरू पछिल्लो समयमा सुर्खेतमा एकदम बढी भइरहेको पाइन्छ। विचार गर्नुहोस् है, ठगिनु होला। यदि तपाईँ पनि ठगिँदै हुनुहुन्छ भने विचार गर्नु होला। मेरो व्हाट्सएप नम्बर मैले डिस्क्रिप्सनमा छोडिदिएको छु, मलाई व्हाट्सएप नम्बर जोड्नु होला। तपाईँ जुनसुकै ठाउँमा हुनुहुन्छ, जहाँ हुनुहुन्छ, टाइलको क्वालिटी बुझ्न चाहनुभयो, तपाईँलाई कसैले ठग्दैछ भने हामीलाई जानकारी गर्नु होला, अथवा हामीसँग सम्पर्क गर्नु होला। कुन टाइल कस्तो हुन्छ भनेर जानकारी लिन चाहिँ तपाईँलाई हामीले भनिदिन्छौँ। हाम्रो पसल भिजिट गरेर, हाम्रो सोरुम भिजिट गरेर पनि तपाईँहरूले नयाँ टाइलका सोरुमहरू हेर्न सक्नुहुन्छ। एकदम राम्रो टाइलहरू हामीसँग आइसकेको छ। बाँकी तपाईँलाई ग्रेनाइट कसरी नाप्ने, टाइलहरू राम्रो नराम्रो क्वालिटी कसरी चिन्ने भन्ने कुराकानी चाहिँ म तपाईँलाई अर्को भिडियोमा देखाउँछु। लास्टमा एउटा कुरा अझै ध्यान दिनु होला, घर जाने दलालहरूबाट र ठगहरूबाट चाहिँ बस्नु होला है। फेरि पनि म तपाईँलाई भन्दैछु, जुन पसलबाट जुन मान्छे, जुन सेकेन्ड पार्टी, थर्ड पार्टी होस्, घर गएर नि म व्यापारी हो, मैले एकदम मिलाएर दिन्छु भन्छ, व्यापारी होइन है, ठग हो। फेरि पनि भन्दैछु म, ठग हो त्यो। विचार गर्नु होला। कतै तपाईँ पनि फस्दै हुनुहुन्छ कि कतै तपाईँको छिमेकी पनि फस्दै हुनुहुन्छ कि, त्यो चाहिँ विचार गर्नु होला है। धन्यवाद, नमस्ते, गुड नाइट।